किन मलाई रुन मन लाग्यो होला त? आज हाम्रो गाउँमा यति धेरै हल्ला किन भइरहेको छ त? पछि गएर हेर्दा बिहे पो रहेछ र यही मौकामा म आफ्नो भिडियो पनि स्टार्ट गर्छु। फाइनली हामी सिमरन दिदीको घरमा आइपुग्यो र यति हावाहुरी आइरहेको छ। आज बिहे पनि छ र त्यसमा फेरि यो पानीको पनि बर्सात भइसकेको छ। हेर्नु सक्नुहुन्छ हजुरहरू पनि कस्तो बिहेमा पनि यस्तो हालत के होला। हजुरहरूले देख्न सक्नुहुन्छ बेहुलाको जन्ती पनि आइसक्यो। यो जन्ती चाहिँ हरियोनको जन्ती हो है, सर्लाही जिल्ला। र एकछिन म पनि बिहे हेर्न गएको थिएँ र त्यति बेला नै बेहुलीको पनि इन्ट्री भयो। अब स्वयंवर हुनेवाला छ। जे नै होस् आजको दिन चाहिँ लक्की दिन रहेछ, किनभने पानी चाहिँ धेरै पर्ला जस्तो भएको थियो तर आज पानी परेन। त्यसपछि मेरो पाहुनाहरू पनि मलाई भेट्न आइपुग्यो। बेहुलीको बिदाईमा एकैचोटि म गएँ बेलुकातिर र मेरो चरचरी साथीहरू पनि भेटियो त्यहीँ। अब चाहिँ पालो आयो लास्ट रसम, जुन बेहुलीको भाइ तथा दाइले दुईजना मिलेर बेहुला बेहुलीलाई बोकेर जिपको 5 राउन्ड घुमाउनु पर्ने रसम। के भन्नु, केटीहरूको लाइफै यस्तै हो। सधैँ आफ्नो आबा आमाको घरमा बस्न त सक्दैन, एक न एक दिन बिहे गरेर जानु परिहाल्छ क्यारे।